कुनै एक समय थियो चलचित्रमा भिलेनको इन्ट्री हुँदा हामी चलचित्र हेर्ने दर्शकहरूको समेत सातो जान्थ्यो र त्यो भिलेनलाई हिरोले पिट्दाखेरि हामी दर्शकहरूको खुसीको सीमा नै हुन्थेन, किनकि चलचित्रमा भिलेनले गरेको अन्याय अत्याचार देखेर दर्शकहरूको रगत उम्लिन्थ्यो र भिलेनको लुक्स पनि त्यस्तै डरलाग्दो हुन्थ्यो। आज हामी यस्तै 10 जना डरलाग्दा खलनायकहरूको बारेमा चर्चा गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नम्बर 10 उमेश खड्का। 2003 मा प्रदर्शनमा आएको नेपाली चलचित्र माया नमारा मार्फत नेपाली रजतपटमा डेब्यु गरेका कलाकार उमेश खड्काको चर्चित चलचित्रहरू जय शिवशंकर, जीवनदाता, दिदीभाइ, प्रहार, दाग आदि हुन्। यी चलचित्रमा उमेश खड्काको क्यारेक्टर यस्तो भयानक थियो कि उहाँको इन्ट्रीमा दर्शकहरूको सातो जान्थ्यो। तर लामो समयदेखि उमेश खड्का चलचित्रको पर्दामा देखिएका छैनन्। कालीले धम्की दिन जानेको छैन, काम तमाम गर्छ। भगवान कसम, कालले छोड्ला, यो कालीले छोड्दैन। नम्बर 9 विजय देउजा। 1996 मा प्रदर्शनमा आएको नेपाली चलचित्र श्री सुस्तानी मार्फत नेपाली रजतपटमा डेब्यु गरेका खलनायक विजय देउजाको चर्चित चलचित्रहरू भने किस्मत, हिफाजत, गिरफ्तार, हिम्मत आदि हुन्। विजय देउजाको लुक्स नै यति भयानक थियो कि मान्छे यसै डराउने गर्थे। त्यसमाथि खतरनाक क्यारेक्टर। चलचित्रमा हिरो र हिरोको परिवारलाई खुब दुःख दिन्थे अनि चलचित्रको लास्ट फाइटमा हिरोले उनलाई पिट्दाखेरि दर्शकहरू खुसीले पागल हुने गर्थे। विजय देउजा पनि ठुलो पर्दामा नदेखेको धेरै समय भयो। उनी पछिल्लो समयमा कहीँ कतै टेली सिरियलमा देखिँदै आएका छन्। कुकुरसँग सापट लिएको कान छ मेरो, चिलसँग सापट लिएको आँखा छ मेरो, स्यालसँग धुर्त्याएको धेरै पाठ सिकेको छु मैले, त्यसैले त याक्चे हुँ म, याक्चे। नम्बर 8 रवि गिरी। 1991 मा प्रदर्शनमा आएको नेपाली चलचित्र झुमा मार्फत नेपाली रजतपटमा डेब्यु गरेका खलनायक रवि गिरीको चर्चित चलचित्रहरू भने हामी तीन भाइ, अजम्बरी नाता, साथी, फर्केर हेर्दा, साथी म तिम्रो, अभिमन्यु आदि हो। रवि गिरीको लुक्स सामान्य भए पनि उहाँको क्यारेक्टर एकदमै भयानक हुने गर्थ्यो। रवि गिरी भने नेपाली चलचित्र क्षेत्रमा आजको दिनमा पनि निरन्तर देखिँदै आएका छन्। उनी चलचित्रको साथसाथै नेपाली टेली सिरियल जुठेमा पनि मुख्य कलाकार जिमल बाको क्यारेक्टरमा देखिँदै आएका छन्। त्यो साले ड्राइभरले एउटी मामुली केटीको लागि आज मेरो अपमान गर्यो। मलाई त लागिरहेको छ त्यसलाई जमिनमा गाड्दिनु। नम्बर 7 दिनेश शर्मा। 1994 मा प्रदर्शनमा आएको नेपाली चलचित्र चट्याङबाट नेपाली रजतपटमा डेब्यु गरेका खलनायक दिनेश शर्माको पपुलर चलचित्रहरू भने निखिल दाई, भाइ भाइ, पापी मान्छे, क्रोध, दो बाटो आदि हुन्। हेर्दा ह्यान्डसम बलिउड अभिनेता सलमान खान जस्तो देखिने तर चलचित्रमा एकदमै खतरनाक र डरलाग्दो क्यारेक्टरमा देखिने दिनेश शर्माको इन्ट्रीले हिरोहरूलाई समेत छायामा पार्थ्यो। तर उनी पनि लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई चटक्कै माया मारेर अमेरिका बस्दै आएका छन्। रघुनाथ, 1 घण्टामा मेरो डिमान्ड पूरा भएन भने तेरो बुहारी र नाति। नम्बर 6 अनुप विक्रम साई। 2013 मा प्रदर्शनमा आएको नेपाली चलचित्र मेरो माया तिमीलाई मार्फत नेपाली रजतपटमा डेब्यु गरेका नायक अनुपले नायक र खलनायक दुवै क्यारेक्टरहरूमा काम गर्दै आएका छन्। तर उनलाई नायकमा भन्दा पनि खलनायकमा धेरैले रुचाउँदै आएका छन्। उनले नेगेटिभ क्यारेक्टर निभाएका चलचित्रहरू भने हँसिया, किङ, पासवर्ड, क्री, पिताम्बर आदि हुन्। अनुप विक्रम साईले भर्खरै मात्र बलिउड चलचित्र ब्याटल अफ गलवानमा समेत खलनायकको भूमिकामा काम गरेका छन्, जहाँ बलिउड स्टार सलमान खानसँग फाइट खेलेका छन्। लौरे लौरे
रे लौ संसारको सबैभन्दा अभागी लौरे होस् त बधाई छ तँलाई तेरो अस्तित्व तैँले आज गुमाउनेछस्। नम्बर 5 हेमन्त बुढाथोकी 1997 मा प्रदर्शनमा आएको नेपाली चलचित्र अग्नि परीक्षा मार्फत नेपाली रजतपटमा डेब्यु गरेका खलनायक हेमन्त बुढाथोकीको चर्चित चलचित्रहरू भने दुःख, आमाको आशीर्वाद, हिम्मत, देवर बाबु, तहल्का .com, सपुत आदि हुन्। हेमन्त बुढाथोकीको क्यारेक्टर धूर्त, चतुर र खतरनाक हुन्थ्यो। उहाँको चलचित्र हेर्दै गर्दा दर्शकहरू मिल्ने भए पर्दा भित्रै छिरेर उनलाई पिटुला झैँ गर्थे, किनकि उनको क्यारेक्टर एकदमै खतरनाक हुन्थ्यो। हेमन्त बुढाथोकी अहिले पनि चलचित्र क्षेत्रमै व्यस्त छन्। उहाँको अपकमिङ चलचित्र परिवर्तन हो, जुन चलचित्र माघ 9 गतेबाट प्रदर्शनमा आउँदैछ। डिएसपी तँलाई थाहा छ शकुनीको पासा र यो दिनरात कायस्थको पासु उस्तै उस्तै हो। जित्ने दाउ सधैँ आफ्नो खल्तीमा राखेको हुन्छ र त्यसलाई अन्तिम समयमा मात्र प्रयोग गर्छ। नम्बर 4 मुकुन्द श्रेष्ठ 1998 मा प्रदर्शनमा आएको नेपाली चलचित्र आफ्नो बिरानो मार्फत खलनायकमा डेब्यु गरेका मुकुन्द श्रेष्ठको चर्चित चलचित्रहरू भने अर्जुन, धड्कन, प्रहार, कोहिनुर आदि हुन्। उनले प्राय गाउँको मुखिया र धनी व्यापारीको क्यारेक्टर निर्वाह गर्नुहुन्थ्यो, जसले गरिब निमुखालाई धेरै शोषण गर्थ्यो। चलचित्रमा यस्तो क्यारेक्टर देख्दा दर्शकहरूको रगत उम्लिन्थ्यो। तब हिरोले लास्ट फाइटमा उहाँको सर्वनाश गर्दा दर्शकहरूको ताली र सिटीले हल नै उचालिन्थ्यो। मुकुन्द श्रेष्ठ अहिले पनि चलचित्र क्षेत्रमै व्यस्त छन्। पुरा 5 मिटर छ भैरव, किनकि मैले तेरो नाप पहिले लिइसकेको थिएँ। राम्रो गरिस्, आफ्नो लागि काप्रो पनि बोकेर आइस। नम्बर 3 सुशील पोखरेल 1996 मा प्रदर्शनमा आएको नेपाली चलचित्र सिमानाबाट नेपाली रजतपटमा डेब्यु गरेका खलनायक सुशील पोखरेलको चर्चित चलचित्रहरू मिस्टर रामकृष्ण, हामी तीन भाइ, मानिस, त्रिशूल, बाबा आमा, सिलसिला, अर्जुन देव आदि हुन्। उनी खतरनाक खलनायक र खलनायकको चम्चेको भूमिकामा धेरै देखिन्थे। उनको नेगेटिभ क्यारेक्टर देखेर दर्शकहरूलाई एकदमै धेरै रिस उठ्थ्यो। उनी अहिले पनि चलचित्र क्षेत्रमै सक्रिय छन्। तपाईँ त भित्रभित्रै निकै चलाक पो हुनुहुँदो रहेछ। अब गरिबप्रति सहानुभूति राख्नुहुन्छ भन्ने कुरा त थाहा थियो, तर यति धेरै सहानुभूति राख्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई थाहा थिएन। नम्बर 2 मुकुन्द थापा सन् 2000 मा प्रदर्शनमा आएको नेपाली चलचित्र मजदुर मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका मुकुन्द थापाको चर्चित चलचित्रहरू मैदान, इतिहास, जीवनदाता, डन, सपुत, अरबपति, लुटेरा आदि हुन्। उनलाई मुकुन्द थापा भन्दा पनि मैदान चलचित्रको क्यारेक्टर नेम भीमसेन खत्री भनेर धेरैले चिन्छन्। उहाँको लुक्स नै यति भयानक देखिन्थ्यो कि दर्शकहरू उहाँलाई देखेर नै डराउने गर्थे। भीमसेन खत्रीको इन्ट्री यस्तो भयानक हुन्थ्यो कि उहाँको इन्ट्रीले हिरोलाई समेत छायामा पार्थ्यो। मुकुन्द थापा पनि पछिल्लो समयमा टेली सिरियलहरूमा देखिँदै आएका छन्। मलाई राम्रोसँग थाहा रहेनछ मेरो भाइ, बाघले पनि लुकेर शिकार गर्छ भनेर। तिमीहरू यसरी जाइराख ताकि दुश्मनले तिमीहरूको छायासम्म पनि नदेखोस्। जा, सबै केटाहरूलाई खबर गर। नम्बर 1 सुनिल थापा 1985 मा प्रदर्शनमा आएको नेपाली चलचित्र मसाल मार्फत नेपाली रजतपटमा डेब्यु गरेका महाखलनायक सुनिल थापाको चर्चित चलचित्रहरू भने भाउजू, चिनो, माटो बोल्छ, पापी मान्छे, जेठो कान्छो, जङ्गली मान्छे आदि हुन्। उहाँलाई पनि आफ्नो नामले भन्दा पनि चिनो फिल्मको क्यारेक्टर राते काइला भनेर धेरैले चिन्छन्। उहाँको क्यारेक्टर त यति डरलाग्दो हुन्थ्यो कि चलचित्रमा हेरिसकेपछि पनि आँखामा आइरहन्थ्यो। राजेश हमाल नेपाली चलचित्र क्षेत्रको महानायक हुन् भने
सुनिल थापा महाखलनायक हुन्। सुनिल थापा अहिले पनि चलचित्र क्षेत्रमै सक्रिय छन्। चमन सिंहलाई समात्यो, अब के हुन्छ भन 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 भन। हामी सबै समातिन्छौँ। अह, त्यस्तो हुँदैन। सोध, किन हुँदैन? सोध 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 सोध। तपाईहरू भने यी 10 खलनायकहरूमा कुन चाहिँ खलनायकको इन्ट्रीमा सबैभन्दा धेरै डराउनुहुन्थ्यो? कृपया कमेन्ट गर्नुहोला र तपाईहरूको सबैभन्दा मनपर्ने खलनायक को हो त्यो पनि कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।